what you call it. Girl, let me provide your needs. Freaky girl under the sheets. But your love when things start slowing down. I know you got me, baby. अर्काको को त्यो नेपालदेखि हुनुहुन्छ मगाइदिनु भने चोरेको त होइन नि सर नभन्नु न राज दाइ हो राज मैले कहाँ सर चाहिँ भन्यो दाइ भनिरहेको छु अध्यक्ष दाइ भन्छु ल बहिनी ल गएको ल 300 रुपियाँ चाहिँ मिना गर्यो ल गाइस सो पछाडिको चाहिँ पठानी पठानी जस्तो देखिन्छ Hello, namaste, good afternoon, Sewa. Welcome back to my channel once again after long time. आजको भिडियोमा चाहिँ म तपाईहरुलाई नेपालबाट पाल्नु भएको अति चिरपरिचित अनि कलाकारिता क्षेत्रमा एकदमै ख्याति प्राप्त दाइ अग्रज दाइ हाम्रो धीरज राई ज्यू राईसँगको एउटा कुराकानी भेटवार्तालाई लिएर चाहिँ देखाउन लागिरहेको छु गाइस सो अहिले चाहिँ म यसै क्रममा दुबई अनलाइनबाट दुबई आइसकेको छु गाइस सो देख्न सक्नुहुन्छ यो चाहिँ दुबई तपाईहरुले मनोरम दृश्य पनि यहाँ चाहिँ एकदमै चाहन्छ हैन सेवा नाना ओ सेवा ए सेवा है नाना सेवा सबैजनालाई सेवा गाई हो सेवा नानाहरूलाई सबैलाई सेवा ल हजुरलाई चाहिँ वेलकम है त गाईको आज दरो घुमाइ भयो है दाइ अनि आराम हुन्छ नि एकदम ठिक छ आज विकास भाइसँग मैले यो सोचेको पनि थिएन कि विकास भाइले विकास भाइ धेरै पछि है ठीक छ गाइस सो अहिले चाहिँ हामी किरात राई एउटा कार्य समितिबाट चाहिँ यो अध्यक्ष हुनुहुन्छ किरात राई एउटाको तर्फबाट बहिनी त त्यहाँ पैसा सक्छ होइन होला के हो ए हो अहिले चाहिँ हामी यहाँनिर धीरज राई दाजुलाई कार्यक्रम भइरहेको छ यहाँ म्युजिक बन्द गरेर गर्नु दाइले नेपालबाट मेसेज गर्दा नै म सरप्राइज भएको थिएँ एकदमै खुसी लाग्यो है फर्स्ट टाइम तपाईँको एकदमै बिग फ्यान जस्तै पनि हो हाम्रो चाहिँ एउटा यो जुर्यो भेट्नको लागि हामी एकदमै गर्व गर्छौँ तपाईँको जुन अभियान चलाउनु भएको छ बुद्ध जन्मेको अभियान चलाउनु भएको छ तपाईँको हरेक कुराहरू हामीले मलाई चाहिँ के लाग्छ भने हामीले आफ्नो अब गीत गाएको पनि 25 वर्ष भयो 25 वर्षपछि अलिकति ज्ञान पनि आए जस्तो लाग्छ होइन मान्छे चाहिन्छ पहिला मान्छे पनि हाम्रो आफ्नो जरालाई भुल्नुहुन्न भनेको चाहिँ अहिले मलाई लाग्छ र अहिले अब विशेष गरी मैले चाहिँ भनौँ न आफ्नै जन्मेको ठाउँ दाजुभाइहरूसँग भेटौँ भन्ने रहर लाग्छ क्या मलाई र वास्तवमा हामीले त्यो गर्नुपर्ने काम पनि रहेछ
त्यो भएर पनि म चाहिँ विशेष गरी जुनै देशमा गए पनि अब आफ्नो दाजुभाइ आफ्नो जन्मेको ठाउँको मान्छेहरूसँग भेट्न रहर लाग्छ कि आफ्नै सबै कुरा पुगेपछि आफ्नो देशको लागि गर्नुपर्छ अलिकति आफ्नो ठाउँको लागि जन्मेको ठाउँको लागि गर्नुपर्छ भन्ने पनि म सोच्छु कि अब आफूलाई त पुगिसक्यो पुरै देशको लागि गरौँ पुरै आफ्नो जन्मेको ठाउँलाई गरौँ भन्ने पनि मलाई इच्छा लागेर हजुरले बुद्ध अभियान भनेपछि चाहिँ मैले सधैँ भन्छु एउटा जाति मात्र तर बुद्ध भनेको नेपालबाट पहिचान हो नेपालको संसारमा चिन्ने भनेकै बुद्ध जन्मेको देश सगरमाथाको देश वीर गोर्खालीको देश भन्ने नै हो विशेष गरी सेवा आज किराँत रेखा शाखा युएका सबै हामी प्रतिनिधि पदाधिकारीहरू पनि छौँ विशेष गरेर अब हाम्रो आदरणीय दाइ धीरज राईलाई चाहिँ अब यहाँ हामीले यो एउटा संयोगवश भनौँ न दाइलाई यो प्रत्यक्ष रूपमा भेट्न पाइयो अब हामी म चाहिँ अब सानो हुँदै दाइको गीत सुन्ने गर्थेँ अनि हामी अलिक कुरकुरे हुँदाखेरि दाइको गीतहरू अनि दाइ मेरो बसाइ चाहिँ अहिले ओरिजिनली तर मेरो हालको बसेर मेरो जन्म चाहिँ काठमाडौँ महाराष्ट्रमा हाल चाहिँ मतलब 9 वर्ष भयो म चाहिँ काजल राई 9 वर्ष भयो र किराँत राई आएको शाखा युएको चाहिँ सेवा सेमुना म सरू शीतल राई मेरो जन्मथलो चाहिँ उदयपुर मैना बहिनी हाल धरान 11 अनि अहिले युए बस्दै गरेको चाहिँ 9 वर्ष भयो म चाहिँ किराँत राई आएको शाखा युएको वरिष्ठ उपाध्यक्ष ल सेवा सेवामा म चाहिँ राज सङ्गम भाइ अब म चाहिँ किराँत राई आएको शाखा युएको यो 9औं कार्यकालबाट अध्यक्षको रूपमा काम गरिरहेको छु र हाम्रो कार्यकाल पनि अन्त्य हुँदैछ अधिवेशन नयाँ कार्यक्रम नमस्ते म चाहिँ दिल राई म चाहिँ भूतपूर्व सचिव किराँत राई शाखा युए र हाल अहिले चाहिँ म प्रतिष्ठान स्तरीय पत्रिका थाहा छ तपाईँलाई प्रतिष्ठान स्तरीय समाज युएको चाहिँ अध्यक्ष छु धन्यवाद अनि एउटा कुरा तपाईँले गर्दा मैले माइकल ज्याक्सन चिनेको I'm not gay. I'm a bit just shy. माइकल ज्याक्सनको थाहा थिएन अनि नेपालको माइकल ज्याक्सन भन्नुभयो मैले चिन्नु पर्यो माइकल ज्याक्सनको ब्याकग्राउन्ड चाहिँ के छ भने चाहिँ रिसर्च गरेर मैले माइकल ज्याक्सन चिनेको तपाईँ मार्फत ल धन्यवाद दाइको चाहिँ म डाइहार्ड फ्यान हो पहिला भेट्न नपाएको आज नपाइयो खुसी एकदमै खुसी लाग्यो अनि दाइ मेरो नाम चाहिँ विकास राई विकास राई मान्छवा घरसिङमा म वर्ष भयो बसोबास गरेको अनि 7वटा प्रदेश मध्येको अनलाइन प्रदेश एउटा यहाँको हजुरको यो अभियान छ नि यो भ्लग मार्फत चाहिँ मेरो जति पनि भ्लग हेर्ने होइन जति पनि हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के भन्छु भने दाइको एकदम अभियान हाम्रो राष्ट्रको निम्ति छ अनि राष्ट्रको लागि चाहिँ उहाँले जुन प्रयास गरिराख्नु भएको छ उहाँको व्यक्तिगत थ्रुबाट एकदम सम्मान छ दाइ है यसरी नै गर्दै जानु होला अनि तपाईँहरू हामीले उहाँलाई आर्थिक भौतिक कुनै कुराहरूले सहयोग गर्न नसकिने एक लाइक एक सेयरले मात्रै पनि उहाँको कुनै पनि होइन उहाँको महान यो कार्यमा चाहिँ सहयोग हुनसक्छ यदि भन्दै ल हस् होइन
थ्याङ्क यू धन्यवाद गाइस यो तपाईँहरूले अहिले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हाम्रो एकदमै सरी ख्यातिप्राप्त हाम्रो दाई होइन वरिष्ठ दाई धीरज राईलाई चाहिँ सम्मान हुने कति कार्यक्रमहरू चलिरहेको छ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ अनि उहाँको यो जुन महान एउटा बुद्ध वाज बर्न इन नेपाल एउटा उहाँको अभियान चलाएर हिँडिराख्नु भएको छ उहाँलाई एकदमै आत्मादेखि नै सम्मान छ अनि यो सम्मानको निम्ति चाहिँ हामीले मूल कार्य समिति दुबई कहिले ब्याक हुन्छ म पर्सि हो मेरो फ्लाइट चाहिँ पर्सि कतिखेर दाइ कतिखेर पर्सिको पर्सि बिहान हो जस्तो लाग्छ है ए अनि आयोजकको साथीहरू कहाँ हुनुहुन्छ यो उसमा होटलमा के अरे यो के भन्छ यो SK7 त्यहाँ एउटा मनकामना के भन्ने रहेछ त्यहाँ हो होला पछि मेरो पनि खै बहिनी चाहिँ खै हिँड्नु रहेको नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अलिक गाडीमा अलिकति राम्रो आएको रहेछ कि त्यही त यहाँ ल हजुर ल थ्याङ्क यू टाइम नभएरै हो मेरो फोटो के कस्तो त्यहाँभित्र धेरै फोटो राख्नु गाह्रो यो पनि त्यहाँ यता राखिदिनु भयो भने म त्यो कलेक्ट गरेर लान सक्छु नि ल लाग्नु है लु अनि अब अनि भिडियो चाहिँ हाम्रै गौतम बुद्धकै विषयमा बुद्धकै विषयमा संसारभरि चाहिँ कसरी भ्रम छरिएको रहेछ भन्ने उहाँसँग थुप्रै प्रुफहरू रहेछ हजुर अनि सबै भाषामा पनि लेखेको रहेछ बुद्ध चाहिँ इन्डियामा जन्मेको थाइल्यान्डमा जन्मेको श्रीलङ्कामा जन्मेको भनेर थुप्रै देशमा लेखेको रहेछ यो अनि लास्टमा एउटा अलिक सत्य पत्तो लगाएको रहेछ इन्डियाको एउटा मान्छेले तर त्यसलाई चाहिँ अनि झुटो मुद्दा लगाएर दुईवटा मुद्दा लगाएर टिकेको त्यसलाई के हो टर्मिनेसन त्यसको जागिरहरू चट गरिदिएको रहेछ ए हजुर ए यो सबै कुराहरू उहाँसँग त्यो सबै रहेछ अनि अरू भाषामा लेखिएकोहरू पनि उहाँले चाहिँ उल्टा गरेर नेपालीमा सुनाउनु भयो हजुर भिडियोमा आउँछ भिडियोमा आउँछ है मेरो भ्लगमा देखाउन सकिएको थियो भने झन्डै राम्रो हुन्थ्यो है अझ म आउनु चाहिँ खोजेको थिएँ क्या अलिक चाँडै फेरि कस्तो भयो भने रातिको ड्युटी अनि धेरै राष्ट्रियता जुन हाम्रो राष्ट्रिय चिनाउने एउटा बुद्ध चाहिँ जन्मेको कहाँ त भन्दाखेरि नेपालमै हो भन्ने कुराहरू चाहिँ सत्य तथ्यको कन्टेन्ट र त्यो बनावटी कन्टेन्टमा अलिकति फरक पर्छ फेरि क्या दाइ अनि आफ्नोबाट गर्दै हुनुहुन्छ त्यो नै ठुलो कुरो मेरो लागि चाहिँ होइन अनि यो विषय यो अहिले त्यत्तिकै ऱ्यान्डमली कुराहरू गर्नु पर्दाखेरि दाइ अनि यसरी घुमिराख्नु राख्दाखेरि तपाईँ अब यसरी विभिन्न ठाउँहरूमा घुमिराख्नु भएको छ यो जुन अभियान लिएर कति अप्ठ्यारो सजिलो मतलब पाउनु भएको छ त दाइ अप्ठ्यारो छ नि अप्ठ्यारो छ होइन हजुर अब पहिलो कुरो चाहिँ अब यो भनौँ न एउटा विचारको युद्धमा चाहिँ विचार नै चाहिन्छ भुलले केही गर्दैन एउटासँग राम्रो विचार छ भने त्यो सही विचार छ भने उसले नै जितेर जान्छ होइन त्यो भएकोले गर्दाखेरि पनि जति पनि मैले अहिले गरिरहेको छु 50वटा देश पुगेँ मेरो होइन अनि यसमा चाहिँ अब सहयोग गर्ने साथीहरू भयो होइन हामीलाई चाहिँ मलाई विशेष गरी चाहिँ हेल्प गर्ने साथीहरू संसारभरि हुनुहुन्छ उहाँहरूको सहयोग होइन र मेरो आफ्नो एउटा इच्छा को कारणले नै सम्भव भएको हो र विश्वबाट चाहिँ जे बुद्ध चाहिँ भारतमा जन्मेको भन्ने गलत जुन दिन चाहिँ किताब हट्छ अथवा मान्छेको दिमागबाट हट्छ त्यो दिन चाहिँ मेरो अभियान समाप्त हुन्छ है मैले अघि पनि भनिहालेँ
आफूलाई त मैले गाई पनि सकेँ, आफूलाई धेरै कुराहरू गरिसकेँ। थोरै देशको लागि गरौँ भन्ने चाहिँ मेरो सोच। हामी कसो गरौँ, उतैदेखि क्रस गरौँ कि यतैदेखि? होइन पर्दैन, हामीलाई मलाई एकचोटि माथि गएर छोडिदिनु। हजुर अनि त्यो भाइ माथि बसिरहेको छ कि। ए हस् हस् हुन्छ होइन मिल्छ यसरी अब यहाँ त हजुर च्याप्टर समात्देला ल है हजुर ल हजुरको यही त महान कामको निम्ति चाहिँ हामी सबैजनाले चाहिँ सम्मान गर्नुपर्छ है। नेपाली तपाईँहरूले पनि चाहिँ है, हामी एउटा जातीयताले मात्रै नभएर होइन, हामी त अब किराँती छँदैछौँ, तर तपाईँ हामी सबै नेपालीहरूले चाहिँ उहाँलाई एकदमै फुल्ली सपोर्ट गरौँ गाइस। सो यही भन्न चाहन्छु। हुन्छ हजुर। अब यसलाई त्यहाँ राखिदिनु कि त्यो भाइलाई एकचोटि भेटौँ अनि त्यसपछि राष्ट्रको गहना सबैले संसारले चिनेको व्यक्ति धीरज राईसँग एउटा अपर्च्युनिटी पाउनुभयो, कस्तो फिल बेग्लै यो चाहिँ हाम्रो खुसीको कुरा चाहिँ के भन्नु, कसरी व्यक्त गर्नु आज एकदमै यसरी अपर्च्युनिटी सबैले पाउँदैन होइन, यो मौका उहाँले मात्रै पाउनु भएको छ। सो गाइस उहाँ चाहिँ हाम्रो अहिलेको किरात राई यायुखा मूल कार्य समितिको चाहिँ अध्यक्ष उहाँले चाहिँ हजुर उहाँले चाहिँ आज हाम्रो भाइलाई एकदम भरपुर सम्मान दिनुभएको छ, गर्नुभएको छ यो महान कामको निम्ति होइन। अनि हाम्रो दाइ आज उहाँले एकदमै घुमाउनु भयो, उहाँलाई पनि विशेष धन्यवाद। दाइले एउटा अपर्च्युनिटी पनि हो यो चाहिँ दाइ है। यस ल दाइ हामी उहाँ गइसक्नुभयो। ल अब हामी जाउँ है। ल लाग्नु है लु है त ल भाइ है त्यसको लागि गर्दा हजुरहरू अबुधाबी पुग्नुहुन्छ है अब? हजुर लु है दाइ, लु राम्रोसँग जानु होला। ल शुभ यात्रा हजुर है। लु ल ल ल ल हाम्रो दाइलाई अहिले भर्खरै छोडेर अब हामी चाहिँ फिर्दैछौँ गाइस। सो सरी, यहाँ चाहिँ यस्तो जेब्रा क्रसिङमा काट्नुपर्ने हो। मान्छेहरू के साह्रो साथीहरू नेपाली पार्कै दुबई नेपाली प्लस हामी पनि नेपाली नै भयो गाइस। सो पछाडिको चाहिँ पठानी जस्तो देखिन्छ क्या यो खैको गाइस। सो हामी चाहिँ अहिले स्टिल होइन बरदुबाईमा छौँ। बरदुबाईको यो समुद्र भनौँ न, यो समुद्र त नभनौँ, यो बनावटी समुद्रको अगाडि बसेर हामीले यसरी भिडियो खिचिरहेको फोटो खिचिरहेको दृश्यहरू हामी देख्न सक्छौँ होइन। अनि यहाँ हाम्रो फोटोग्राफरहरू हुनुहुन्छ अगाडि, एकदमै कपाल फोटोहरू निकाल्नुहुन्छ। अनि उहाँको फेरि के भन्नु छ साथी, मेरो साथी चाहिँ ड्युटीबाट ठ्याक्कै साथी निक्लेर आएको छ साथी। त्यही पनि केही छैन। आज चाहिँ विशेष म चाहिँ हाम्रो धीरज राईज्यूसँगको भेट्नको लागि चाहिँ म विशेष आएको थिएँ। त्यसै क्रममा हाम्रो पठानी साथीसँग पनि भेट भइहाल्यो अहिले। ल गाइस, सो अहिले चाहिँ हामी फोटो खिच्नको लागि भनेर यहाँ फोटोग्राफरकोमा आएको। खै हामीले त वास्तै गर्दैन यहाँ, फोटोग्राफरहरूकोमा आएको त फोटोग्राफरहरू त वास्तै गर्दैन त यहाँ।